ल बेहुला बेहुलीको सवारी अटोमा जन्ती गयो अटोमा हुन त यो गाडी लिएर आएको बिहेमा तर चाहिँ गाडी टायर पङ्चर भएर हामी फेरि अटोमा पठाउनु पर्ने अवस्था आएको है अरू के होइन। हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ तपाईँहरूले मलाई एउटा नयाँ लुकमा देखिराख्नु भयो होला। टक्क मैले सेभिङहरू मिलाएर फर्स्ट टाइम होला मैले दारी मिलाएको, टक्क कपालहरू पनि काटेको छु। यु क्यान इमेजिन म कुन ठाउँमा छु। मेरो पछाडि हेर्न सक्नुहुन्छ म छु शिवपुरी धाममा, धनगढीको एकदमै रिलिजियस साइट भन्छन्। अनि हामी चाहिँ किन आएको भन्दाखेरि आज मामाको बिहे छ, त्यही भएर आएको। अनि एकदमै राम्रो ठाउँ छ टक्क। अनि यो मेरो यो साइडमा हेर्न सक्नुहुन्छ। अनि यहाँ एउटा मामाको मात्र बिहे भइरहेको होइन कि, टन्न छन् बिहे हुने, लगभग 4-5वटा ग्रुप छ होला बिहे भइरहेको। हाम्रो मामाको चाहिँ यहाँ भइरहेको छ। अनि यता अरू अरू ग्रुप छन्। सबभन्दा पहिला चाहिँ म मेरो अगाडिको एकदमै खतरनाक कुरा चाहिँ म देखाउन चाहन्छु। शिवपुरी धाम यो चाहिँ एकदमै ठुलो शिवलिङ्ग हो। अनि यसको गेट चाहिँ यतातिर छ। अनि यसको चाहिँ गेट चाहिँ यतातिर पर्छ। यो चाहिँ मेन गेट हो। यहाँबाट चाहिँ त्यहाँ चढेर जाने भक्तहरूले। यो चाहिँ मेन बिहे हुने ठाउँ हो। अनि यो चाहिँ यो गेट भयो, यहाँ सबैको बिहे भइरहेको हुन्छ। अनि यो मेन भयो, अनि यता पनि अर्को भयो। अनि मामाको बिहे चाहिँ यतातिर भइरहेको छ हो त्यहाँ। यहाँ चाहिँ बिहे सकिसकेको रहेछ, लगेर गइरहेको छ। त्यो अघि त्यो बिहे भइरहेको बेला त्यो ब्याकग्राउन्डमा जुन साउन्ड सुनिराख्नु भएको थियो नि, त्यसलाई चाहिँ हाम्रो यता पश्चिमतिर सगुन भन्छन् क्या। अनि कुनै पनि बिहे व्रत हुँदाखेरि कुनै पनि केही त्यस्तो स्पेसल कुराहरू हुँदाखेरि चाहिँ त्यो सगुन गाउने गर्छन् क्या। अनि त्यो हे भन्ने त्यो जुन त्यो लय छ, त्यो लयमा चाहिँ सगुन गाउने गर्छन्। अनि यो शिवपुरी धाममा यो जुन यो छ नि, यो छेउछेउमा राखेको बाटोको त्यो चाहिँ के नर्मल कुराहरू होइन। म देखाउँछु है तपाईँलाई के हो यो भनेर। यसो कुनै पनि फ्यामिलीले होइन आफ्नो चाहिँ परिवारजन कोही पनि बितिराख्नु भएको छ भने चाहिँ उनीहरूको सम्झनामा एउटा चाहिँ यसरी यो प्लान्ट, एउटा तुलसीको बोट चाहिँ यस्तै राख्ने गर्छन्। यो धेरै छ, परसम्म छ, ऊ परदेखि परसम्म छ। अनि मामाको बिहे भए पनि मेरो गेटअप चाहिँ नर्मल छ। मैले टक्कै हेयरकट हानेको, अनि टक्कै दाढीहरू मिलाएको। अनि गेटअप चाहिँ मेरो यस्तै हो, सुज, सर्ट, प्यान्ट अनि र एउटा ज्याकेट, यति हो। मामाले चाहिँ एकदमै दामी देखिरहेको छ बिहेको ड्रेसमा चाहिँ, मामा माइजूहरू। अनि अरूहरूले पनि ड्रेस लाउनु भएको छ। मैले भाइले के लगाएको छ नर्मल नै, यत्तिकै आएको हामी। कहिले किन्यो मामाले एकदम कहाँबाट आयो रुपियाँ दिने वाला हो क्या। हामीले बजा भने थोरै न जाऊ करेन्ट। त्यहाँनिर त्यो बजाइरहेवाला छ नि, तिनीहरू चाहिँ बजाएको चाहिँ पैसा लाग्नेवाला हुन्। हामीले चाहिँ बोलाएको होइन, त्यही पनि तिनीहरू त्यहाँनिर बजाइरहेका छन् क्या। बाजा भनेको मामाको बिहे भएर यहाँ त बिहे मात्र हुन लागेको कि, मामाको चाहिँ जाने भनेको दार्चुला हुन्। अनि त्यहाँ बजारमा चाहिँ सबै मामाहरू चाहिँ त्यो बाजाहरू लिएर चाहिँ त्यसपछि घर लगेर जाने हो नि त मामाले बेहुला बेहुली। अनि त्यहीँ भित्र हुने हुनाले चाहिँ हामी यहाँ ठ्याक्क बिहे मात्रै गरिदिएर, त्यही भएर बाजासाजा यहाँ छैन। अनि हाम्रो मामाजी चाहिँ यस्तै ह्यान्डसम देखिनु भएको छ। अनि हजुरको कुन त बिहे भयो राम्रो कस्तो थियो? पहिलो अनुभव कस्तो थियो बिहेको? पहिलो धेरै मामाको नि यस्तै 1 वर्ष अगाडि कति भयो, 2 वर्ष जति भयो होला। मामा पनि भएको, हामी पनि गएको। त्यही भएर चाहिँ मामा पनि बिहे शादीसुदा। ल अब हामी 3जना चाहिँ पुल हेर्न जानु लाग्यो यहाँनिर। यो कैलाश मार्ग, यो चाहिँ माथि चढ्नेवाला मार्ग भन्छ यिनीहरूलाई। यो परतिर चाहिँ पुल छ, ऊ त्यहाँनिर पहिला आएको थियो होइन भाइ एकचोटि पिकनिकको बेला। ऊ त्यो हामीले पहिला भैलो खेलेर एकचोटि पिकनिक गएर आएको थियो। यत्रै त खोला रहेछ, सानो त नाला रहेछ। त्यो के को लागि रहेछ? पिकनिक स्पोट हो कि अरू केही हो कि? खाली छ पुरा, केही छैन। त्यसको लागि यताबाट यस्तो देखिन्छ। यो चाहिँ फोटो खिच्ने स्थान।
ऊ त्यो जिम हो नि म त त्यो एक्सर्साइज गरेँ म त्यहीँ आउँथेँ पेट्रोल नै छ त्यो एक्सर्साइज गर्ने त्यो विवाह गृह भने के रहेछ कि यो ठाउँमा के हुन्छ होला विचार गर्नु त मलाई अलमल्ला छ सबै पानीको व्यवस्था छ आगो सागो बाल्ने त्यहाँनिर टक्कै टेन्ट लाउने के छ बिहा गर्नलाई बनाएको हो ठाउँ त यो के हो थाहा छ मामा हजुरलाई स्मृति कसैको केही बितेपछि स्मृतिको रूपमा राख्ने हो क्या तुलसी एउटा पुरै छ यो ठाउँ ठाउँमा राखेको अघि त्यो बाजा बजाउनलाई दिएको 50 रुपियाँ हो अनि त्यो लगेन कम भयो भनेर त्यो भएर हामी चाहिँ अब बाहिर गएर यसो खाएर भनेर नलगेपछि बालै भएन चलो एउटा भन्छ नि हामी चाउँछौँ दुईवटा चाउँछौँ एउटा पिनट लिएर चाहिँ अब हामी यसो कसरी बाँड्ने हो दुईवटा तिनजना भयो कतै मात्र खाने ल हामी यो खान्छ अरे हामी जन्डिस सन्डिस के मान्दैनौँ ए ऊ दिपेश भाइ बहिनी रहेछ खानु भयो नै खानु हजुर खानु सिधा हाल्ने मलाई बढी भयो खाइसकेपछिको अनुशासन ताना 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 लगा 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 लंबोदरम परम सुंदरम एकदंतम रघुकांत दीर्घनयनम मामा बिहे पनि सम्पन्न भयो के छ मामा खै बेहुली मेरो चेलीने पठाए नाति हजुर सुन्दर हुने पठाए खुसी नि हो यो हाम्रो बेहुली यतातिर मामा जाउँ मामा भयो त बिहा भयो अब जाउँ बेहुली त आयो बिस त बिहा हो जहाँले आउने हो घर झन्डेलै पहाड यहाँ कस्तो भइरहेछ बिहेको फिलिङ बताइदिनु त हामीलाई सेयर गरिदिनु त बिहेको फिलिङ बिहे गरेको फिलिङ शिर भने मुन्डो अब थाहा हुने हो फिलिङ ए बेहुला 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 के हुन छ त आज आज जन्ती ल बेहुला बेहुलीको सवारी यो त राम्रो त भविष्यसम्म यही हो भिडियो रहने दार्चुला टु बोरडाँडी हाम्रा ड्राइभर साहब हुन् उहाँका के अरे कहाँ होला मोडा मरे कार्जनका ल
अब यही लगेर चाहिँ दार्जिलिङ सिधै हो ल गयो जन्ती गयो अटोमा अर्को जन्ती हिँडेर बोला बोली गयो अटोमा भन्ने हो नि त हुन त यो गाडी लिएर आएको बिहेमा तर चाहिँ गाडी टायर पङ्चर भएर हामी फेरि अटोमा पठाउनु पर्ने अवस्था आएको है अरू के होइन फाइनली चाहिँ सबै बिहेको कार्यक्रमहरू सबै कामहरू सक्यो अनि अहिले चाहिँ घरमा भाइरमा मात्र अरू सबैजना चाहिँ पाहाड गइसक्नुभयो बेहुला बेहुली अनि मम्मी डेडी सबै गइसक्नुभयो अनि घर पनि सुनसानै छ अहिले कोही पनि छैन अनि अब आजको भ्लग चाहिँ म यहाँनिर बन्द गर्छु आज जे होस् रमाइलो भयो लाइफको एक नयाँ मोडमा मामा जानुभयो त्यही भएर त्यसको लागि म हृदयदेखि नै खुसी छु मामालाई आइन्दा अब आउने जिन्दगीको लागि हार्दिक बधाई दिँदै यहीँबाट बधाई दिन चाहन्छु ओके बाई